जय गोर्खा। कस्तो हुनुहुन्छ तपाईहरु? सबैजना ठिकै हुनुहुन्छ होला। अस्ति मैले हालेको भिडियो जनगणनासित सम्बन्धित भिडियो मैले हालेको थिएँ। त्यसमा धेरै जनाले त्यसलाई चाहिँ लाइक गर्नुभयो। धेरै जनाले त्यसलाई धेरै समुदायसम्म पुर्याउनमा सहयोग गर्नुभयो। त्यसको लागि दुई हात जोडेर धन्यवाद छ। किनकि यो भिडियो भनेको मेरो सामाजिक सेवाको लागि मैले बनाएको छु। त्यसमा दुई चार जना साथीहरूले केही क्वेशन गरे रहेछ। त्यो क्वेशनको जवाब दिनको निम्ति म यो भिडियो बनाउँदै छु। त्यो भिडियो मैले अलिकति सानो कुरा के गल्ती गरेछु भन्दाखेरि गोर्खा जाति भनेर चाहिँ भनेछु। त्यसलाई म माफी चाहन्छु तपाईहरुसँग, किनकि गोर्खा कुनै जाति हैन। गोर्खा एउटा समुदाय हो। हामीले एउटा प्रयास के गर्नुपर्छ भन्दाखेरि यो जनजाति जो जागरण हुँदैछ, नेशनल सर्वेक्षण जो हुनेवाला छ, जनगणना हुनेवाला छ, त्यसमा एउटा प्रयास चाहिँ के गर्ने कोसिस गर्नलाई चाहिँ आह्वान गरेको भन्दाखेरि भारतभरि बस्ने जति जहाँ पनि बस्नुहुन्छ, जुन क्षेत्रमा बस्नुहुन्छ, नेपाली बोल्नुहुन्छ, कुनै पनि भाषा बोल्नुहुन्छ भने एज ए हामी गोर्खा कम्युनिटी रजिस्टर्ड गर्नुपर्छ भन्ने चाहिँ एउटा अभियान हो। किनकि हेर्नुस् तपाईहरुलाई म एउटा कुरा के भन्न चाहे भन्दाखेरि म कोही पोलिटिकल पार्टीको कार्यकर्ता हैन, न पोलिटिकल केही त्यस्तो इच्छा राख्ने व्यक्ति हो। तर धेरै पहिलादेखि नै गोर्खाल्यान्डको आन्दोलन चलिरहेको छ, अझै पनि चलिरहेको छ। हाम्रो आन्दोलन सफल नहुनुको कारण पनि एउटा मलाई के लाग्छ भन्दाखेरि हाम्रो जो समुदाय छ एकजुट छैन। कसरी हुन्छ भन्छ नि, एक एक इट राखेर नै घर बन्छ। कसरी हुन्छ तपाई हामी सबै मिलेर आफ्नो आफ्नो विचारबाट कसरी हुन्छ गोर्खाल्यान्ड मुभमेन्टलाई हामीले सहयोग पुर्याउनु पर्छ, साथ दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अब साँचो भन्ने भने त दार्जिलिङ क्षेत्रमा या जहाँ पनि गोर्खा बहुल क्षेत्रमा उहाँहरूलाई आइडेन्टिटीको कुनै पनि क्राइसिस छैन। तर हामी बम्बई, दिल्ली, महाराष्ट्र, गुजरात अलग अलग स्टेटमा काम गर्ने गोर्खाहरूलाई सबभन्दा ठुलो आइडेन्टिटी क्राइसिस छ। त्यो कारणले गर्दाखेरि आउनुस् हामी त्यो जनगणना अभियानमा जसरी पनि हुन्छ एज ए गोर्खा कम्युनिटी हामी त्यसमा चाहिँ दर्ज भएकै हुनुपर्छ। त्यो भयो भने मात्रै हामी केही गर्न सक्छौं भन्ने चाहिँ मलाई लागेर मैले यो दोबारा यो भिडियो बनाउँदै छु। र आज सुबेदार निरञ्जन छेत्रीज्यूको शहीदी दिवसको उपलक्ष्यमा एउटा अभियान हामीले के सुरु गरौँ भन्दाखेरि एज ए गोर्खा तपाईहरुले फेसबुकमा जे पनि नाम लेख्नु भएको छ त्यसको अघितिर गोर्खा लगाउनुस्, व्हाट्सएपमा गोर्खा लगाउनुस्, अनि तपाईहरुको दोकान छ, जे पसल छ, जे पनि छ त्यसमा चाहिँ एन्डिङमा गएर एज ए गोर्खा भनेर चाहिँ लेख्ने अभियानमा आजदेखि लागौं। किनकि सानो कुरा गर्दै गयो भने हामी एज ए गोर्खा कम्युनिटी एउटा आइडेन्टिटी हामीले चाहिँ पाउन सक्छौं भन्ने चाहिँ मलाई लाग्छ। विशेष गरेर तपाईलाई आसाममा बस्ने या हाम्रो वेस्ट बेंगलमा दार्जिलिङमा बस्ने गोर्खाहरूलाई त त्यो समस्या छैन। तर अरु क्षेत्रमा बस्ने गोर्खा कम्युनिटीले आजदेखि एउटा अभियान सुरु गरौँ। आफ्नो दोकान, आफ्नो काम, आफ्नो पहिचानमा एज ए गोर्खा कम्युनिटीको रूपमा हामीले चाहिँ आफूलाई स्टेबल गर्न कोसिस गरौँ। किनकि यो सानो कदमले नै हामी हाम्रो लक्ष्यको नजिक पुग्न सक्छौं। त्यसले गर्दाखेरि हामीले त्यहाँ आइडेन्टिटी दिँदाखेरि हामीलाई नेपालको भनेर चाहिँ भन्ने कुराबाट हामी बच्न सक्छौं भन्ने चाहिँ मलाई लागेर यो भिडियो बनाएको हो। यसलाई कुनै पनि पार्टी पक्षलाई लिएर मैले भिडियो बनाएको हैन। र एज ए गोर्खा कम्युनिटी आफूलाई रजिस्टर गरौँ, दर्ज गरौँ, जसले गर्दाखेरि राष्ट्रिय लेभलमा एउटा पहिचान बनाउने अभियानमा हामी लाग्नेछौँ, सफल हुनेछौँ भन्ने आशा र विश्वासको साथमा तपाईहरुलाई दुई हात जोडेर आजदेखि हामी एउटा अभियान सुरु गरौँ। जय गोर्खा, जय गोर्खाल्यान्ड। धन्यवाद।